जनताको लोकप्रिय सरकार बालन सरकार बनेसँगै बालन सरकारलाई पछ्याउँदै 52 हप्तासम्म भिडियो बनाउने सङ्कल्प सहित सुरु भएको यो अभियानको 19औं हप्ताको भिडियो लिएर हामी तपाईँहरूको बीचमा उपस्थित भइसकेका छौँ। बालन सरकारले गरेका काम, नीति तथा कार्यक्रम र बालन सरकार कति सफल भइरहेको छ र कस्तो चुनौती सामना गर्नु परेको छ भन्ने विषयलाई लिएर हामीले यो भिडियो बनाउने सुरुवात गरेका थियौँ। तपाईँ हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया हामीलाई कमेन्टमा लेखी पठाउनु होला। हाम्रो भिडियो कस्तो लागेको छ लाइक, सेयर, सब्सक्राइब गरेर हामीलाई हौसला प्रदान गरिदिनु होला। आउनुहोस् आजको भिडियो हामी सुरु गर्नेछौँ। बालन सरकारको 19औं हप्ता। गृहमन्त्री सुदन गुरुङले सुनसरी घटनामा मृत्यु भएको परिवारलाई भेटी सहमति गर्नुभएको छ। ग्यासको अभाव रोक्न सरकारले तीव्र तयारी गरिरहेको छ र बजार अनुगमनलाई तीव्र पारिरहेको छ। गृहमन्त्री सुदन गुरुङले हिन्दू तथा मुस्लिम धार्मिक अगुवाहरूसँग विभिन्न चरणमा बैठक र वार्ता गर्नुभएको छ। मेडिकल व्यवसायी दुर्गा परसाईलाई यस हप्ता सरकारले पक्राउ गरेको थियो र 7 दिनको म्याद थप्न अदालतले इन्कार गरेसँगै उहाँलाई थुनामुक्त गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैङ्कका सिइओसँग विभिन्न चरणमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री बालन शाहले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गर्नुभएको छ। बालन सरकार क्याबिनेटले बैठक बसी विभिन्न विषयमा निर्णय गरेको छ र यस हप्ता पनि सङ्घीय संसद बैठक बसेको थियो र यो सँगै तपाईँलाई कुनै पनि विषय थप्नुपर्छ जस्तो लागेको छ भने कृपया हामीलाई लेखी पठाउनु होला। यो पनि बालन सरकारको समयमा भएका राम्रा नराम्रा कामहरू हुन् भन्ने तपाईँलाई कुनै पनि विषय लागेको छ, समेटिनुपर्छ भन्ने लाग्छ भने कृपया हामीलाई लेखी पठाउनुहोस् भन्दै आगामी दिन आगामी साता फेरि भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन चाहन्छौँ। हस्त नमस्ते।